प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू, प्रमुख अतिथिज्यूहरू, माननीय मन्त्रीज्यूहरू, मञ्चमा आसीन प्रदेश सरकारका विशिष्ट व्यक्तित्वहरू, प्रदेश सरकारका प्रमुख सचिवज्यू, राज्य मन्त्रीज्यूहरू, हामी धेरै आदरणीय महानुभावहरू हुनुहुन्छ। मैले सबैलाई एकमुष्ट सम्बोधन गर्न चाहे। सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। साक्षरता अभियानको यस समारोहमा लामो यात्रा तय गरेर आउनुहुने सामुदायिक अध्ययन केन्द्र, स्थानीय तह, वडा, सबै गाउँपालिका, नगरपालिका, जिल्ला साक्षर हुँदै आज हामी यो यात्रामा आएका छौँ। अत्यन्तै सुनौलो यो पावन अवसरमा शिक्षा मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सङ्घीय सरकारको तर्फबाट म कर्मचारीको हैसियतले र नेपाल सरकारको प्रतिनिधिको रूपमा पनि आएको छु। सबैलाई हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु। विगतमा साक्षरता अभियानको सन्दर्भमा शिक्षा विकास तथा समन्वय इकाइले ठुलो योगदान पुर्याउनु भएको छ। शिक्षा समन्वयका समितिका सदस्यज्यूहरू, पदाधिकारीज्यूहरू, जनप्रतिनिधिज्यूहरू सबैलाई हार्दिक बधाई र हार्दिक आभार पनि भन्न चाहन्छु। सबैको सामूहिक प्रयत्नले नै यो साक्षरता अभियानको यो कार्यक्रममा आज हामी सफल हुन सकेका छौँ। साक्षरता घोषणा भइसकेको छ, प्रदेश घोषणा भइसकेको छ, प्रदेश साक्षर घोषणा भइसकेको छ। आगामी दिनहरूमा अझै साक्षरतालाई श्रमसँग, रोजगारसँग, सिपसँग जोड्नुपर्ने छ। त्यो यात्रामा हामी अझै कसरी जाने भन्ने सन्दर्भमा सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकारको साझेदारीमा कार्यक्रमहरू अगाडि बढाउन सक्यौँ भने मात्रै यो साक्षरतालाई अझै फलदायी र सुन्दर बनाउन सक्छौँ। आदरणीय महानुभावहरू, 1% साक्षरता अभिवृद्धि गर्न सक्यो भने हाम्रो औसत आयु 6 महिना वृद्धि हुने रहेछ र हाम्रो 2018 सालतिर 18-19 सालतिर हाम्रो साक्षरता जम्मा 37-38% मात्रै थियो। त्यसबेला औसत आयु हाम्रो हेर्ने हो भने 42-43 वर्षको जस्तो देखिन्छ। अहिले त्यो सन्दर्भलाई हेर्दै जाने हो भने हामीले साक्षरतामा र औसत आयुमा पनि धेरै प्रगति गरेका छौँ। यो हाम्रो ठुलो सफलता मान्नुपर्छ हामीले। त्यसैले सबै यहाँ उपस्थित महानुभावहरूलाई अबको यात्रामा हार्दिक शुभकामना भन्न चाहन्छु। सिपसँग हामीले जोड्न सकौँ, कार्यमूलक साक्षरतातिर अगाडि बढ्न सकौँ, रोजगारीसँग जोड्न सकौँ। त्यसले गर्दाखेरि यो जुन सिकाइ छ त्यो सिकाइलाई अगाडि बढाउन सकिन्छ। यो सिकाइ भनेको आजीवन सिकाइ हो, साक्षरता भनेको आजीवन सिकाइ हो। अबको यात्रा भनेको डिजिटल साक्षरता पनि चाहिन्छ, विज्ञान साक्षरता चाहिन्छ, प्राविधिक साक्षरता, सांस्कृतिक साक्षरता भन्ने साक्षरताका धेरै परिभाषाहरू छन्। हामीले आधारभूत साक्षरता मात्र पुरा गरेका छौँ। यो सुन्दर अभियानमा, यो पावन अवसरमा म मेरो व्यक्तिगत तर्फबाट समेत यहाँहरू सबैलाई, उपस्थित मान्यजनहरूलाई हार्दिक आभार प्रकट गर्दछु, हार्दिक बधाई भन्न चाहन्छु, हार्दिक शुभकामना भन्दै यो छोटो मन्तव्य यही अन्त्य गर्छु। समयलाई पनि सम्मान गर्दछु। धन्यवाद सबैजनालाई।